नमस्ते गाइज सम्पूर्णमा म पशुपति एलोन। आज मेरो बर्थडे पनि हो र एउटा स्याड न्युज पनि छ। किनभने मैले चाहिँ भर्खरै एउटा नयाँ साइकल किनेको थिएँ। 11 गते 50K भन्दा माथिको साइकल थियो। त्यो आज भर्खरै मेरो साइकल चोरी भयो। म चाहिँ डेलिभरी काम गर्छु नि त, हजुरहरूले थाहै होला। म डेलिभरी काम गर्छु फुडबान्डो कम्पनीमा। काममा गएको थिएँ अनि त्यसमा पुल्चोकको रेस्टुरेन्टमा गएँ अनि त्यहाँबाट मेरो साइकल चोरी भयो। अब 10-20 सेकेन्डमै साइकल चोरी भयो। किनभने मैले साइकल पार गरेर ढोका खोलेर ब्याग राख्न गएँ अनि त्यसपछि आउने बित्तिकै 10 सेकेन्डमै चाहिँ मैले तालचा हान्छु भनेर भनेको साइकलै छैन। त्यति बेला नि म चाहिँ उता प्रहरी चौकी गएँ, एलएमसी। ठ्याक्कै यो 10:40को घटना हो, 10:40 घटना भएको छ। ठ्याक्कै मैले चाहिँ प्रहरी चौकीमा चाहिँ कम्प्लेन गरेँ। उताबाट मैले सिसी क्यामेराबाट उहाँको चाहिँ फोटो पनि पाइसकेँ हो, तर फोटो लाएको छैन, साइकलको फोटो मात्र छ। हजुरहरूले यो भिडियोलाई सकेसम्म सेयर गरिदिनु होला। यो साइकल चाहिँ कतै हेर्नुभयो भने कृपया मलाई चाहिँ मेसेज या कमेन्ट गरिदिनु होला। हजुरहरूको सख्त जरुरत छ मलाई। किनभने म चाहिँ त्यो साइकल किन्नुको मेरो साइकल किनेको थिएँ म ट्राभलिङको लागि। म बाहिर जान लागेको थिएँ नि त, नेपाल टु 12 ज्योतिर्लिङ्गको यात्रा गर्न लागेको थिएँ। तर के गर्नु गाइज, यस्तो भइसक्यो। अब दुःख पनि लागिरहेछ गाइज। अब साइकल भेट्यो भने ठिकै छ, भेटेन भने हामीबाट चाहिँ धेरै प्रयास जारी छ। अनि हजुरहरूले पनि हेल्प गरिदिनु होला। यस्तो साइकल भेट्यो कतै हेर्नुभयो भने प्लिज हजुरहरूले चाहिँ मेसेज या कमेन्ट गरिदिनु होला। सकेसम्म सेयर गरेर हेल्प गरिदिनु होला गाइज। हस् त, धन्यवाद।